हामी जाँदैछौँ। एकदमै बाटो चाहिँ यस्तो अवस्थामा छ। गीता बहिनी अगाडि अगाडि कुहिरो लागेको छ, चिसो छ अझै। यो माङमालुङको छेउछेउमै ग्राउन्ड, मतलब नाङ्गो ठाउँलाई नागी भनेर चिनिने गर्दछ र गरिन्थ्यो त्यस्तै नि। न्यू प्लेस युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला, माया गरिदिनु होला। हामी यहाँ यसको यो माङमालुङको तलतिरको भाग, तल्लो जुन यहाँभन्दा माथि डाँडामा छ मन्दिर भने यहाँभन्दा मुनि सुरु भइसक्यो देवीहरू। र सबैभन्दा सुरुमा हामीलाई लालीगुराँस, नेपालको फुल लालीगुराँस राष्ट्रिय फुल ले नै हामीलाई सुरुमा स्वागत गर्न खोजिरहेको छ भने बहिनी सिधै देवी स्थलमा कुद्दै जाँदै गरेको छ, हतार हतार जाँदै गरेको देख्दैछु। यहाँ विभिन्न प्रकारको आकृतिहरू देख्न सकिन्छ। यहाँनिर सुरु भयो। हामी नागको नक्सा भने जस्तै नाग ढुङ्गामा देखिन्छ। माङमालुङको विभिन्न ठाउँको मन्दिरहरू लगायत देवी स्थलहरू चाहिँ हामी देखिँदैछौँ र हेर्दैछौँ भने अहिले चाहिँ यहाँनिर को नाग वालिम सेङलुङ भनेर दिएको रहेछ यस नागलाई। यो नागको नाम रहेछ। यहाँ नाग, यसलाई नाग पूजा गर्नुहुँदो रहेछ यहाँ भने यहाँनिर नाग देवताको नाम लेखिएको छ। यहाँ चाहिँ एकदमै माथि यहाँ सिँढीसँग छ। यहाँ मैले जुम गरेँ यसलाई। यसरी यहाँ माथि गएर यस्तो कुनामा गएर चाहिँ पूजा गर्नुपर्ने देखिन्छ। यो माङ्सेबुङ गाउँपालिकामा रहेको माङमालुङ डाँडामा रहेको देवी स्थल हो। यो माङमालुङ डाँडामा रहेको देवी स्थल यहाँ माथि छ, जुन यहाँ चाहिँ हामीले देख्न सकिन्छ घन्टी। र यहाँबाट यसरी निकाल्दै जाँदाखेरि यो सिँढीबाट चढेर जानुपर्ने रहेछ। बहिनी माथि देवीको दर्शनको लागि। कुन देवी छ र यहाँ के देवी छ भन्ने चाहिँ अब एकछिनमा मात्रै थाहा हुन्छ भने बहिनी जाँदैछ माथि। शिवजीको मूर्ति रहेछ, उहाँले भनिसक्नुभयो र म पनि गएर त्यहाँ गएर देखाउने छु। यहाँनिर नाम सहित छ, ठाकलोक चिङलोक माङ भनेर लेखिएको छ देवीको भने। यहाँ सिँढी जान सकिन्छ। यहाँ राईहरूले भनिने र राईहरूले माङमा अथवा साकेला नाच्दाखेरि चलाउने कोम्बी भनेर भन्ने यो खुर्मीहरू यहाँ पनि रहेछ।